एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। यो चाहिँ हो मेरो बहिनी। यसले चाहिँ मेरोमा चाहिँ त्यहाँ पुरा लुगा खोज्दैछ। ह्याप्पी दशहरा एभ्रिवान। आज चाहिँ हो दशहरा, टिका लगाउने दिन। यो कलर्स चाहिँ भर्खर बनाएँ होइन। अब यसमा अरू के चाहिन्छ त्यो चाहिँ आयो होला हौ भाइ। Appa is here. Appa हेर्दैन ह्याप्पी दसैँ भन्दैन देखेन। चाहिँ लुगा लगाउँछु, बहिनीले चाहिँ लगाउँछ अरे, भाइले चाहिँ के लगाउँछ पनि आई डोन्ट नो। अब चाहिँ हामी रेडी हुन आँटेको। यिनीहरू दुईजना यहाँनिर रेडी है छिटो। ए फेरि सङ पार्दै त नबोले हालिदिन्छु नि मलाई। ढाँड बनाउनु भएको रे। ए यसको फेरि फोटो सेसन सकेको छैन। खै त यता फिटनेस चेक। रेडी खै तपाईँ चाहिँ रेडी नभएको? रेडी नभएको? म निकालिदिन्छु। हम रेडी हो चुके हैं। हमारा आपा भेष खाली लगाता है रे। कपाल अब हामी प्ले स्टोरमा जानुपर्छ त रेडी सेडी भएको छ रे हजुरसँग को छेउ फोन पेमा यता हेर्नु त रेडी भइसक्यो। एकदम दसैँको लुगा लगाएर है लगाउनु जानुपर्छ माम भएकोमा होइन। आपा के भन्नु छ दसैँको खुसियालीमा? मम्मी चाहिँ छैन है। मम्मीलाई चाहिँ हामी मिस गरिरहेको छौँ। मम्मी चाहिँ कैजले घरमा छ। अन्त अन्सालाई पनि मिस गरिरहेको छौँ। फेरि अन्साले मलाई चाहिँ भनेन रहेछ। अन्सा र मम्मीलाई मेजर मिसेस नट ओन्ली अन्सा मम्मी, सिद्धान्त बडी लास्ट इयर त सबैजना थियो। योपालि त छैन। सिद्धान्त पनि काममा छ, बडी पनि उसको काममा गएको छ, मम्मी पनि कैजले घरमा, अनिसा पनि उसको हस्बेन्डको घरमा। द्याट्स ओन्ली वी। योपालि हामी कम्तीजना छौँ घरमा। के साह्रो नक्कल पार्यो हो भयो। त्यो चुन्नीहरू झुन्डाइरहनु पर्दैन हौ। कलर पनि मिलाएको पो रहेछ त फोनको र कुर्ताको कलर यतिकै छ। यसको बोयफ्रेन्ड छ नि हाम्रो लागि छैन भन्छ त। यस्तो अरे कि तर चप्पल चाहिँ यस्तै दसैँको चप्पल दसैँको उपलक्ष्यमा भन्नु न हौ के न के त नमस्ते पऱ्यो। माम छ, मामलाई के भन्नु छ दसैँको उपलक्ष्यमा? त्यस्तो त नभन्नु न, अलिक राम्रो भन्नु त। हुँदैन नि त्यस्तो भन्नु हुँदैन हौ, त्यस्तो भन्नु हुँदैन, त्यस्तो चाहिँ भन्नु हुँदैन। नै बोले राख्नु राख्नु नकुली राख्नु है एकदम एकदम आफ्नो खुट्टामा धक्का जाति अरूहरू सबै लङ्गडे भयो। बेन मामले एउटा मात्र खुट्टा मुभेको छ, अरूहरू सबै लङ्गडे भइरहेको छ भन्दैछ कि हामीलाई। तल पनि झरेको थियो होइन? त्यही तलबाट देखेको थियो अर्कै के रहेछ त तल चाहिँ झरेको थियो जस्तो। त्यसो त बनाउँदा हुन्छ त किन चाहिँ फ्यान्ने बढाउँछु होला हौ म त भन्दै थियो। त्यसले तिनीहरूको त्यता हुँदै रहेछ त अघि गरेको थियो त। स्पेसल पासबुक अनिसा
साथी लिएर आउँछ अरे कतिको हुन्छ यो के 10 आप्पा छे गर्नु न त पैसा थपेर चाहिँ ल अब पैसा थपेर पनि ढोइन्छ अरे अब मान्छे म त आवेन त गरे मान्छे फुलबाजीको मामले दिएको आशीर्वाद हो पूजा फोन फुटेर बिटा कपालले धागेको छ नि हो हो देखेन कपाल झर्छ छैन होला नि त यसको पैसा त्यहाँ राखेको कि अर्को तिमी चाहिँ क्या तिमी मेरो पैसा अनिसको जस्तो राखेको अनिसले राखेको छैन दिइहाल्नुहोस् न हामीलाई आप्पाले हुन्छ राम्रो देखिरहेको छ रेडी भएको हेर्नु दा यता यता टेढे आँखाले पनि पो हेर्छ त लु कता खिच्नु अरे ए फोटो यता माथिल्लोपट्टि खिचौँ तल्लोपट्टि हेर्दा माथिल्लोपट्टि राम्रो आउँछ होला लु बस हेर्नु न बुहारीको जरुरत भएको यहाँ खै त यहाँ चाहिँ हुँदैछ हाम्रो दसैँको डिनर ए डिनर पो अरे हो दसैँको लन्च अब ब्रन्च मामको पेला खाना खाना खानुपर्छ खाना सब्जी लगाए हुन्छ मलाई चाहिँ खोइ खाना बनाउँदा मिठै खोजेको थिएँ मैले कस्तो भयो सबैले खाइसकिसक्यो यसले चाहिँ खाइसकेको छैन लास्टको एन्डिङहरू पनि उसकोले म चाहिँ कुक पनि थिएँ हो अनि सबैलाई माझ ढिलो भएको है छा हो अहिले बसेको होइन खानु बसेको 1 घन्टा भइसकिसक्यो सबैले खाइसकिसक्यो कस्तो भयो त्यही त यहाँ हेर्नु यहाँ उसको प्लेट ज्यादा खायो अरे उसले चाहिँ के खाने अरे ज्यादा खाइसक्यो नि मेरो प्लेट चाहिँ एकदम क्लिन यहाँ त त्यो भन्दा क्लिन छ नि खाना त खायो अब लुगा फेरि यस्तो भाडा गर्नुपर्छ लुगा फेरि छिटो यता हेर दसैँ सक्यो कि सकिएन फोन पे खोल्दैछु यहाँ तेरो देखा त दसैँ सक्यो अरे ठिकको दसैँ सक्यो अरे मेरो पनि दसैँ सक्यो लुगा पनि चेन्ज गर्यो अब सुत्नुपर्छ योपालि त दसैँ पनि हरेस लाग्दो भयो हाम्रो मम्मी पनि थिएन बडी पनि थिएन सिद्धान्त पनि थिएन अनिसा पनि थिएन अल्छी लाग्दो भयो तर भोलिदेखिको चाहिँ मान्छेहरू आएर अलिकति उयो हुन थाल्छ होला मेबी भोलि चाहिँ दसैँ जस्तो हुन्छ होला